फाइनली साथीहरू आजबाट चाहिँ हाम्रो गाउँघरमा खेत रोप्न सुरु भइसक्यो। देख्न सक्नुहुन्छ खेत रोप्न सुरु भयो। बगालहरू चाहिँ सबै आइसक्नु भएछ साथीहरू, म मात्र पछि रहेछु। देख्न सक्नुहुन्छ। छोडेर आउने अझ मजन करावम त हजुरलाई। चाहिँ हल्लिएर हुनुहुन्छ साथीहरू। म ढिलो भयो नि, कति धेरै गडिसक्नु भएछ। हेलो आन्टी, के छ? रिसन भाषा के मैले देखेर ढिलो गरी भनेर पछिबाट आउने अझ भिडियो बनाउने। यही हो साथीहरू, आजदेखि चाहिँ हाम्रो गाउँमा सुरु भइसक्यो खेत रोप्ने। देख्न सक्नुहुन्छ। अब चाहिँ आजदेखि कन्टिन्यू सुरु भयो खेत रोप्ने। हामीहरू चाहिँ बिउ गोड्दैछौँ। अब हामी चाहिँ बिउ गोड्ने कार्यक्रमलाई कन्टिन्यू गरिरहेछौँ साथीहरू, देख्न सक्नुहुन्छ। अनि तल चाहिँ जोतिरहनु भएको छ कोहीले, अनि 2-3 गरा चाहिँ रोप्ने भइसक्यो साथीहरू। अनि हामीहरू चाहिँ गोडिरहेछौँ साथीहरू बिउ। अनि हामीले गोड्ने चाहिँ यति धेरै अझै बाँकी छ। बिउ गोड्न चाहिँ हामीहरू चाहिँ यही काममा बिजी छौँ साथीहरू। बल्ला बल्ला बिउ गोडेर अघि बिहान 7 बजीदेखि गोड्न लगाएको, अहिले 1:30 बजे बल्ल बल्ल सिद्धियो साथीहरू। हेर्नुहोस्, बल्ल बल्ल बिउ गोडेर सिद्धियो यत्रोको एउटा गरा। अनि आधा चाहिँ रोपिसक्यौँ हामीले। बिउ गोड्दै रोप्दै गरेको साथीहरू, त्यही भएर ढिलो भयो। अब चाहिँ हामीले रोप्ने गरा यति धेरै छन् अझ। अब चाहिँ हामीहरू खाना खान्छौँ। बच्चाहरू इन्जोय गर्दैछन् पानीमा। हिलो खेल न, हिलो खेल, खेल 2 जना हिलो खेल न। योगेश हामीहरू चाहिँ अब दिउँसोको भात खाँदैछौँ साथीहरू। अनि यो चाहिँ भातसँग मैले खोर्सानी पनि खाँदैछु। मलाई चाहिँ खोर्सानी खान मन लाग्छ, त्यही भएर मैले चाहिँ खोर्सानी खान्छु। त्यहाँ जोड्दै हुनुहुन्छ अङ्कलले, भात खाँदै हुनुहुन्छ उहाँहरूले। आन्टी हजुर राम्रोसँग देखिनु भएको छैन, अलि राम्रोसँग देखिनु। झन् लुक्नुहुन्छ। सबैले खाँदैछौँ, नानीले पनि खाँदै हुनुहुन्छ। नानी मिठो छ। अनि अब मैले पनि खाँदैछु साथीहरू। हामीहरू चाहिँ दिउँसोको भात खाँदैछौँ। खाएर फेरि अब रोप्ने हो। तिनी फेरि किन त्यसो भन् मात्रै माटो। फाइनली साथीहरू बल्ल बल्ल रोपेर सिद्धिएको छ। देख्न सक्नुहुन्छ। रात पनि पर्न लागिसक्यो। अब हामी चाहिँ घरतिर जाँदैछौँ। हेर्नुहोस्, अनि बिउ चाहिँ बसेको थियो धेरै, अनि त्यही भएर डोकोमा राखेर हामीहरूले चाहिँ अर्को खेतको लागि लगिरहेको छौँ साथीहरू। अरू रोपराहलीहरू चाहिँ गइसक्नुभयो। हामीहरू बाँकी 3 जना मात्रै पछाडि छौँ। हेर्नुहोस् मेरो हालत यस्तो भएको छ। हामी चाहिँ हिँडिरहेको छौँ साथीहरू, देख्न सक्नुहुन्छ। अब घरतिर लागिरहेको छौँ। माइजू आज हजुरलाई हजुरको खेत रोप्दा कस्तो महसुस भइरहेछ? आनन्द छ। अब त अरूको बौरै मात्रै जाने हो, त्यही भएर माइजूलाई एकदम आनन्द आछ अरे। त्यही भएर खुसीले भुइँमा खुट्टा चाहिँ छैन माइजूबाट, खुट्टा माथि टाउकोमा, टाउको तल भुइँमा छ। आज चाहिँ हामीहरू 1 जनाको खेत रोपिसक्यौँ साथीहरू। खुसी हुँदै अब माइजूको घरतिर जाँदैछौँ। माइजूको घर गएर खाना खाएर घर जाने हो। नानीलाई जिता छ के हो? मन त बाङ्गियो भाषाएर।
जिताको चाल छ। यति नै हो साथीहरू, बाई बाई। रात पनि पर्न लागिसक्यो, हामीहरू जाँदैछौँ। गएर खाना खाएर घरतिर जाने हो। मलाई त बाघले खाइहाल्छ जस्तो छ आज।